यो साँच्चै नै भनेको अब पनि किन यत्रो वर्ष हामीले थाहा पाइसक्यो कि लोड सेडिङ नेपालमा हुँदै नहुने रहेछ खास गरी प्रपर म्यानेजमेन्ट मात्रै गर्नु पर्यो भने सबै चिज हामीले सधैँभरि बत्ती पाइराख्ने रहेछौँ हामी त्यो पोसिबिलिटी हामीलाई थाहा थिएन होइन अब बेच्न पनि मिल्नेसम्म हुने रहेछ भने प्रपर म्यानेजमेन्टले यत्रो देखाइरहेछ भनेको थाहा नि प्लिज यो चुप लागेर बस्यो भने चाहिँ कसो भने यो कसो भने चाहिँ यो हेपाए जस्तो भयो क्या यो त कसरी जस्तो बेसिक निड्समै गएर जहिले एक महिना अगाडिसम्म प्रफिट रे छोड्ने बित्तिकै लसमा जान्छ यत्रो अर्ब त्यो त के कस्तो होइन हामीलाई पहिला त थाहा थिएन नि त ला होला पुग्दैन होला के छैन भनेर चुप लागेर बस्यो म्यानेजमेन्ट भयो भने त पुग्ने रहेछ एक दिन पनि लोड सेडिङ हुँदैन रहेछ 12 न्यूज पनि आथ्यो नि लोड सेडिङ हटिसकेपछि किन लोड सेडिङ 18 घण्टा भन्दाखेरि चाहिँ जुन हामीहरूलाई चाहिने पत्ती थियो त्यो पत्ती चाहिँ 24 आवर्स इन्डस्ट्री चलाउनको लागि थियो कुरकुरे बनाउनलाई 25 आवर इन्डस्ट्री चलाउने अनि यता बच्चा चाहिँ पढ्न नपाउने हुन्छ त किन खानु पर्यो कुरकुरे त्यो बेला